नमस्कार, म योग प्रशिक्षक इन्सानी ढुङ्गाना। हामी कुनै पनि प्रकारको एक्सर्साइज गर्दैछौँ, चाहे त्यो फिजिकल एक्सर्साइज होस्, योग प्र्याक्टिस होस् वा जिम नै किन नहोस्। यदि हाम्रो हिप्स टाइट छ भने मुभमेन्ट गर्न अलिकति अप्ठ्यारो हुन्छ। मलाई धेरैजनाले हिप ओपनिङ सिक्वेन्सको भिडियो बनाउन रिक्वेस्ट गर्नुभएको थियो। यो हिप ओपनिङ सिक्वेन्स हजुरहरूले वार्मअपको रूपमा गर्न सक्नुहुन्छ, जसले बिस्तारै हिप्सलाई मोबिलाइज गर्न र मुभमेन्टलाई सहज बनाउन मद्दत गर्छ। सबैभन्दा पहिले हामी टेबल टप पोजिसनमा आउँ। टेबल टप पोजिसनमा आउनका लागि हजुरले बालासन अर्थात् चाइल्ड पोजबाट सुरु गरेर करिब 1 हातको फरकमा हातका पन्जाहरू राख्दै अगाडि आउनुभयो भने सजिलो हुन्छ। अब हातहरू ठिक काँधको मुनि र घुँडाहरू हिप्सको मुनि राखेर टेबल टप पोजिसनमा आउनुहोस्। अब सास लिँदै छातीलाई अगाडि खोल्नुहोस्। मेरुदण्डलाई हल्का तलतिर लैजाँदै काउ पोजमा आउनुहोस्। त्यसपछि सास छोड्दै पेटलाई भित्रतिर तान्नुहोस्। मेरुदण्डलाई माथितिर गोलो बनाउँदै चिउडोलाई छातीतिर ल्याएर क्याट पोजिसनमा आउनुहोस्। यसरी हामीले क्याट काउलाई 5 देखि 8 राउन्डसम्म गर्न सक्छौं। अब घुँडाहरूलाई अलिकति फराकिलो बनाउँदै हिप्सलाई हिल्सतिर लैजाँदै हामी चाइल्ड पोज भेरिएसनमा आउँछौं। तर यहाँ हाम्रो टाउको जमिनमा आउँदैन, हातहरू भने टेबल टप पोजिसनमै रहन्छन्। घुँडाहरूलाई आरामसँग फराकिलो बनाउनुहोस्। खुट्टाका पन्जाहरूलाई सँगै राख्नुहोस् र मेरुदण्डलाई सकेसम्म लामो राख्दै सास लिँदा हिप्सलाई पछाडि हिल्सतिर प्रेस गर्नुहोस्। त्यसपछि सास छोड्दै फेरि अगाडि टेबल टप पोजिसनमा आउनुहोस्। सास लिँदै पछाडि, सास छोड्दै अगाडि। यसलाई पनि 4 देखि 5 राउन्डसम्म गर्न सक्नुहुन्छ। अब हामी नी सर्कल गर्छौं। यसका लागि हजुरले घुँडालाई हिपको चौडाइमा राख्न पनि सक्नुहुन्छ। यदि सहज लागेन भने सँगै राख्न पनि सक्नुहुन्छ। अब सास लिँदै दायाँ घुँडालाई अलिकति छातीतिर ल्याउनुहोस् र त्यहाँबाट साइडतिर बिस्तारै खोल्नुहोस्। त्यसपछि सास छोड्दै घुँडालाई पछाडितिर लैजानुहोस् र फेरि घुँडालाई तल जमिनमा ल्याउनुहोस्। यसरी एक दिशामा 4 देखि 5 राउन्डसम्म घुमाउनुहोस्। त्यसपछि यही मुभमेन्टलाई उल्टो दिशामा पनि 4 देखि 5 राउन्डसम्म गर्नुहोस्। दायाँ खुट्टाले गरिसकेपछि यही प्रक्रिया हामी बायाँ खुट्टामा पनि दोहोर्याउँछौं। यहाँ एउटा कुरा विशेष ध्यान दिनुहोस्, हरेक मुभमेन्टलाई हजुरले आफ्नो साससँग सिन्क्रोनाइज गरेर लानुपर्छ। सासको गति अनुसार नै खुट्टालाई बिस्तारै र कन्ट्रोल गरेर चलाउनुहोस्। अब हामी केही राउन्ड गरिसकेपछि गेट पोजिसनको भेरिएसनमा आउँछौं। यसका लागि दायाँ खुट्टालाई साइडतिर एक्सटेन्ड गरिदिनुहोस्। दायाँ खुट्टा साइडमा सिधा राख्दा बायाँ घुँडा र दायाँ खुट्टाको पैतालाको लाइन लगभग एउटै दिशामा आउने गरी पोजिसन मिलाउनुहोस्। हातका पन्जाहरू काँधको मुनि राख्नुहोस् र बायाँ खुट्टाको पन्जालाई टक गरेर राख्नुहोस्। अब सास लिँदै हिप्सलाई पछाडि आफ्नो कुर्कुच्चातिर पुश गर्नुहोस्। त्यसपछि सास छोड्दै फेरि अगाडि आउनुहोस्। सास लिँदै हिप्सलाई पछाडि लैजाँदा दायाँ खुट्टाको पैतालाको अगाडिको भाग अलिकति माथि उठ्न सक्छ र दायाँ खुट्टाको पछाडिको भागमा राम्रो स्ट्रेच महसुस हुन्छ। केही राउन्ड गरिसकेपछि अब दायाँ खुट्टाको पैतालालाई बाहिरतिर फर्काइदिनुहोस्। त्यसपछि बिस्तारै माथि उठेर हातहरूलाई कम्मरमा राख्नुहोस् अथवा आवश्यक परे दायाँ हातलाई दायाँ घुँडामा राख्न सक्नुहुन्छ। अब सास लिँदै दायाँ खुट्टालाई सिधा गर्नुहोस् र सास छोड्दै घुँडालाई मोड्नुहोस्। पूर्ण सास लिँदै सिधा र सास छोड्दै मोड्ने। यसले दायाँ हिपको वरिपरि राम्रो स्ट्रेच र मोबिलिटी दिन्छ। अब हामी यस प्रक्रियालाई अर्को साइडमा रिपिट गर्छौं। म हजुरहरूलाई अगाडिबाट गरेर देखाउँदैछु। अब बायाँ खुट्टालाई साइडमा खोलिदिनुहोस् र पहिलेको जस्तै सास लिँदै हिप्सलाई पछाडि पुश गर्नुहोस्। त्यसपछि सास छोड्दै अगाडि आउनुहोस्। सास लिँदा पछाडि जाँदा बायाँ खुट्टाको पैतालालाई पनि बिस्तारै माथि उठाउन सक्नुहुन्छ र सास छोड्दै फेरि अगाडि आउनुहोस्। केही राउन्ड गरिसकेपछि बायाँ खुट्टाको पैतालालाई पनि बाहिरतिर फर्काइदिनुहोस्। बिस्तारै माथि उठेर हातहरूलाई कम्मरमा राख्नुहोस्। अब सास लिँदै खुट्टालाई सिधा गर्ने र सास छोड्दै घुँडालाई मोड्ने। यसलाई पनि हजुरले 4 देखि 5 पटकसम्म गर्न सक्नुहुन्छ।
अब हामी फेरि टेबल टप पोजिसनमा आउँछौं। टेबल टप पोजिसनबाट हामी लो लन्जमा जान्छौं। अब दायाँ पैतालालाई बायाँ हातको बीचतिर राख्नुहोस्। सास लिँदै छातीलाई माथि उठाउँदै हिप्सलाई अगाडि खोल्नुहोस्। त्यसपछि सास छोड्दै हिप्सलाई पछाडि लैजानुहोस् र अगाडिको खुट्टालाई सिधा पार्दै हाफ स्प्लिटमा आउनुहोस्। सास लिँदा अगाडिको खुट्टा ग्राउन्ड गर्दा राम्रो हुन्छ। ग्राउन्ड गर्दै प्रेस गर्नुहोस् जमिनतिर। सास छोड्दा बिस्तारै औँलाहरूलाई माथितिर उठाउँदै पैतालालाई फ्लेक्स गर्नुहोस्। यसले अगाडिको खुट्टाको पछाडिको भाग काफ र ह्यामस्ट्रिङमा राम्रो स्ट्रेच दिन्छ। यसलाई पनि 5 देखि 6 राउन्डसम्म गर्न सक्नुहुन्छ। अब हामी लो लन्जबाट लिजर्ड लन्जमा जान्छौं। लन्जमा आएपछि दायाँ हातलाई दायाँ पैतालाको भित्री भागमा ल्याउनुहोस्। त्यसपछि पैतालालाई बिस्तारै साइडतिर सारेर म्याटको एजमा राख्नुहोस्। यसलाई लिजर्ड लन्ज भनिन्छ। अब बिस्तारै सास लिँदै अगाडिको घुँडालाई मोडेर हिप्सलाई तलतिर लैजानुहोस्। त्यसपछि सास छोड्दै हिप्सलाई पछाडि लैजानुहोस् र अगाडिको खुट्टालाई सिधा पार्दै हाफ स्प्लिटमा आउनुहोस्। केही क्षण गरिसकेपछि एकछिन हजुरहरू लन्जमै बस्न पनि सक्नुहुन्छ। यदि हजुरहरूको हात अलिकति छोटो छ अथवा हातलाई पूरा जमिनमा राख्दा शोल्डरमा पेन हुन्छ वा असहजता हुन्छ भने ब्लकको प्रयोग पनि गर्न सक्नुहुन्छ। योगा ब्लकलाई काँधको ठिक मुनि राख्नुहोस् र हातका पन्जाहरूलाई ब्लकमाथि राखेर यही मुभमेन्टलाई दोहोर्याउनुहोस्। यसले मुभमेन्टलाई अझै सहज र कम्फर्टेबल बनाउन मद्दत गर्छ। हाफ स्प्लिटमा पछाडि जाँदा ह्यामस्ट्रिङ र काफको पछाडिको भाग राम्रोसँग स्ट्रेच हुन्छ, जसले हिप मोबिलिटीलाई पनि सपोर्ट गर्छ। हजुरले लिजर्ड लन्जमा केही क्षण होल्ड गरेर पनि बस्न सक्नुहुन्छ। होल्ड गर्दा सासलाई रोक्नु हुँदैन। बिस्तारै गहिरो सास लिँदै हिप्सलाई रिल्याक्स गराउँदै जानुहोस्। अब बिस्तारै दायाँ खुट्टालाई पछाडि लैजाँदै फेरि टेबल टप पोजिसनमा आउनुहोस्। अब बायाँ खुट्टालाई हत्केलाहरूको बीचमा राख्नुहोस् अथवा हत्केलाहरूलाई ब्लकमा राखेर फेरि अघिको जस्तै पोजिसनलाई रिपिट गर्नुहोस्। सास लिँदाखेरि लन्जमा जाने र सास छोड्दाखेरि स्प्लिटमा आउने। केही क्षण लन्ज टु स्प्लिट गरिसकेपछि पुनः लन्जमा जानुहोस् र केही बेर लन्जलाई होल्ड गरिसकेपछि देब्रे हत्केलालाई खुट्टाको भित्र ल्याउनुहोस् र देब्रे पैतालालाई म्याटको एजमा राख्नुहोस्। अब पूर्ण लिजर्ड लन्जबाट हाफ स्प्लिटमा जानुहोस् र यस प्रक्रियालाई पनि 4 देखि 6 पटकसम्म रिपिट गर्न सक्नुहुन्छ। यो सिक्वेन्सलाई कम्प्लिट गरिसकेपछि देब्रे खुट्टालाई पनि पछाडि लानुहोस् र एङ्कललाई क्रस गर्न पनि सक्नुहुन्छ अथवा अगाडि आएर दुवै खुट्टालाई अगाडि ल्याएर पलिटे कसेर बस्नुहोस्। अब हामी गर्छौं बटरफ्लाई तितली आसन। तितली आसन गर्दाखेरि दुवै खुट्टाको पैतालाहरूलाई जोड दिनुहोस् र घुँडाहरूलाई फराकिलो गरेर राख्नुहोस्। काँधलाई खोक्लो, ढाडलाई सिधा राख्नुहोस्। अब खुट्टाहरूमा होल्ड गरेर बिस्तारै सास लिँदै घुँडालाई माथि र छोड्दै तल गएर बिस्तारै गर्नुहोस्। यदि सपोर्ट चाहिन्छ भने हत्केलाहरूले घुँडालाई होल्ड गरेर गर्न सक्नुहुन्छ, तर घुँडालाई जमिनतिर नथिच्नुहोस्। एकदम हलुकासँग हत्केलाले सपोर्ट गर्नुहोस् अथवा अलिकति फास्ट गर्नको लागि बिस्तारै घुँडाहरूलाई तल र माथि मुभ गर्नुहोस्।
अब यसपछि हामी आउँछौं 90-90 हिप रोटेसनमा। यस मुभमेन्टले हजुरको हिप्सलाई राम्रोसँग ओपन गर्न मद्दत गर्छ, साथै इनर हिप्स र ग्रोइन एरियामा पनि राम्रो स्ट्रेच हुन्छ। सबैभन्दा पहिले दुवै खुट्टालाई शरीरको अगाडि आरामसँग राख्नुहोस्, म्याटको फरकमा राख्नुहोस्। त्यसपछि दुवै घुँडालाई मोडेर खुट्टालाई 90-90 को पोजिसनमा राख्नुहोस्। खुट्टालाई पहिला दायाँतिर मोड्न सक्नुहुन्छ। दुवै घुँडा लगभग 90 डिग्रीमा हुनेछन् र हिप्स घुँडा तथा खुट्टाको पोजिसनलाई सकेसम्म एउटै अलाइनमेन्टमा मिलाउनुहोस्। हातका पन्जाहरूलाई हिप्सको दुवै साइडमा म्याटमा आरामसँग राख्नुहोस्। अब सास लिँदै मेरुदण्डलाई लामो बनाउनुहोस् र शरीरलाई अपराइट पोजिसनमा राख्नुहोस्। सास छोड्दै घुँडालाई बिस्तारै एक साइडतिर रोटेट गर्नुहोस्। फेरि सास लिँदै बीचको पोजिसनमा फर्किनुहोस् र सास छोड्दै घुँडालाई अर्को साइडतिर रोटेट गर्नुहोस्। यहाँ मुभमेन्ट गर्दा शरीरलाई झट्का नदिई हिपबाटै मुभमेन्ट गराउने प्रयास गर्नुहोस्। सास लिँदा मेरुदण्ड लामो बनाउने, सास छोड्दा घुँडालाई अर्को साइडतिर रोटेट गर्ने। केही राउन्ड गरिसकेपछि हजुरले एउटा साइडमा घुँडालाई जमिनतिर ड्रप गरेर शरीरलाई त्यही दिशातिर हल्का ट्विस्ट गर्दै केही क्षण होल्ड गरेर पनि बस्न सक्नुहुन्छ। यस अवस्थामा कम्मर र हिप्सको वरिपरि पनि हल्का स्ट्रेच महसुस हुन्छ। यदि हातहरूलाई सिधै जमिनमा राख्न अप्ठ्यारो हुन्छ भने हातका पन्जाहरूलाई योगा ब्लकमाथि राखेर पनि मुभमेन्ट गर्न सक्नुहुन्छ। अब हामी बिस्तारै सुखासनमा आउँछौं। एकछिन आराम गरेर बसेर फेरि नर्मल पोजिसनमा आउनुहोस् अनि हामी अर्को मुभमेन्टमा जान्छौं। दुवै खुट्टालाई शरीरको अगाडि सिधा राख्नुहोस्। हजुरहरूले खुट्टालाई हिपको चौडाइ अनुसार राख्न सक्नुहुन्छ। अब दायाँ घुँडालाई मोड्नुहोस् र दायाँ खुट्टाको पछाडिको भागलाई हातले समाउनुहोस्। सास लिँदै खुट्टालाई बिस्तारै सिधा गर्ने, पैतालालाई फ्लेक्स गर्नुहुन्छ। सास छोड्दै घुँडालाई मोड्न सक्नुहुन्छ। अब हामी क्रेडल पोजमा जान्छौं। दायाँ हातले दायाँ घुँडालाई समाउनुहोस् र बायाँ हातले दायाँ पैतालालाई समाउनुहोस्। अब दायाँ खुट्टालाई बच्चालाई काखमा लिएर हल्लाए जस्तै बिस्तारै शरीरतिर ल्याउँदै हल्का अगाडि र पछाडि वा दायाँ र बायाँ मुभ गर्न सक्नुहुन्छ। यस मुभमेन्टले धेरै ठूलो रेन्जमा गर्न आवश्यक छैन। हिप जोइन्टलाई आरामसँग मोबिलाइज गर्ने उद्देश्यले बिस्तारै र कन्ट्रोल गरेर गर्नुहोस्। अब हामी अर्को साइडमा पनि रिपिट गर्छौं। देब्रे खुट्टालाई पनि अघिको जस्तरी नै सास लिँदै सिधा अनि सास छोड्दै मोड्नुहोस्। मैले यो भिडियो बनाउँदाखेरि छोटो हाम्रो सिक्वेन्सलाई चाहिँ बिर्सिए जस्तो लाग्यो, त्यसलाई हजुरले एड गर्न सक्नुहुन्छ। अनि फेरि देब्रे खुट्टालाई पनि क्राडल पोजिसनमा राखेर बिस्तारै खुट्टालाई हल्लाउनुहोस्। अब दुवै खुट्टालाई गरिसकेपछि दुवै खुट्टालाई बिस्तारै जमिनमा राख्नुहोस् र खुट्टालाई आरामसँग अगाडि सिधा पारेर राख्नुहोस्। अब बिस्तारै खुट्टाहरू पलेटी कसेर बस्नुहोस् र केही क्षण ध्यानमा शान्त भएर बस्नुहोस्। एकछिन बसिसकेपछि दुवै हातलाई नमस्ते मुद्रामा जोड्नुहोस्। आँखा बन्द गरेर केही क्षण आफ्नो सासमा केन्द्रित गर्नुहोस्। त्यसपछि दुवै हातका पन्जाहरूलाई बिस्तारै एकाअर्कामा रगडेर